छतमा सिमी साग खाएर सके चाहिँ सिमी साग फलेर खाने बेला भयो। ठुलो भोइसमा गाइस ओ गाइसहरू सिमी साग छतमा पनि फल्दो रहेछ है। छतको साइडमा भन्नु न, छतको साइडमा फल्यो भन्नु न। छतको साइडमा जहाँ पनि फल्दो रहेछ हैन? यस्तो मजा गरी आमा तर तल पनि गइसक्यो। यो पुदिना पनि रहेछ, पुदिना पनि तल गएछ। पुदिना कि पुदिना भन्छ? पुदिना लेलो पुदिना। कस्तो मजाले आएको रहेछ हौ हेर। अन्त तल्लो जाने गरी अहिले सर्प यहाँ पस्न आयो भने आउँछ सर्प यहाँ माथि कसरी आउँछ? अनि तलबाट के हुन्छ, गेटबाट आउँदा सक्दैन। त्यो चिल्लोमा हिँड्न सक्दैन त। अनि चिल्लो हुन्छ। अनि सर्प चाहिँ चिलो हुन्छ अरे। साग त मजाले फल्यो त, कति खाइसकेँ मैले होइन? पानी चाहिँ अलिक पुगेन र छ, पानी चाहिँ लाउनु मच्छरले खायो। पुदिना पनि यहाँ हेर्नु, यो बिरालोको मुख। उचाल न हौ धेरै। बाई बाई गाइस। बाई बाई बिरालो। खोले साग खाएर सिमी साग, खोले साग के भन्छ? हामी चाहिँ सिमी साग भन्छौँ। यो चाहिँ मेरो टाउको काटिदिनु भएको छ। मामाले नक्कली भन्नुहुन्छ क्या। जहिले नि ऊ धेरै तरुनी नहु धेरै पढ भन्नुहुन्छ। अनि के भन्नु त? अरू के छ भन्नु? म तरुनी त होइन। तरुनी भइसक्यो नि अब भन्नु। हजुरले के भन्छ, यो काटिदिनु भयो आफै। अनि पहिला पनि सक्यो, पहिला त यति काटिदिनु भयो त अहिले यत्रो भइसक्यो। अब यो यसलाई कटन ब्याङ्क्स बनाउनु बाँकी छ। बाई बाई।